विश्वका विभिन्न देशमा छरिएर रहेका प्रवासी नेपालीहरूका अवसर, चुनौती र सफलतालाई खोजी गर्दै वास्तविकता पहिलाउँदै तपाईको परदेश यात्रामा सूचना सन्देश दिन प्रयासरत कार्यक्रम एनआरएन भोइसको अर्को श्रृङ्खला लिएर आज पनि कार्यक्रम उत्पादनका सम्पूर्ण सदस्यहरू सँगसँगै म सुमित्रा उपस्थित भइसकेको छु। तपाईको साथको लागि धेरै धेरै धन्यवाद छ र तपाईले यो कार्यक्रम videochautari.com मा लगइन गरेर पनि कुनै पनि समयमा हेर्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ। विश्वका विभिन्न राष्ट्रबाट हामीलाई प्राप्त भएका प्रवासी नेपालीहरूसँग जोडिएका समाचारबाट। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले हरेक 3 महिनामा गर्दै आएको नियमित साहित्यिक श्रृङ्खला अन्तर्गत गत आइतबार नागोया शहरमा भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा उपस्थित स्रष्टाहरूले आफ्नो रचनामा विदेशिनु पर्दाको पीडा, मातृभूमिप्रतिको माया, नेपाली राजनीतिप्रति व्यङ्ग्य कस्नुका साथै माया प्रेमले भरिएका सिंगारिक गजलहरूले कार्यक्रम हल साहित्यमय भएको थियो। गत अप्रिल 22, 2012 का दिन बाल्टिमोरमा भिन्न प्रकारको कार्यक्रम पेश गर्ने र ल्याउने उद्देश्य बोकेको मेरोदेश.tv.com को औपचारिक उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। मेरोदेश.tv.com को औपचारिक उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शङ्कर प्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको थियो। यात्रामा संसारभर नेपाल र नेपालीलाई चिनाउँदै विश्व शान्तिको कामना गर्ने महान अभियान लिएर युएईको शहर दुबईमा पुगेका विश्व साइकल यात्री सौरभ दाहाललाई युएईमा रहेका चितवनवासीहरूको साझा संगठन चितवन समाज युएईको तर्फबाट सम्मान तथा शुभकामना प्रदान गरिएको छ। कार्यक्रममा साइकल यात्री दाहालले आफ्नो अभियानको उद्देश्य तथा यात्राको क्रममा आफूले भोगेका अनुभवहरू व्यक्त गर्नुभएको थियो। गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको बारेमा विश्वलाई जानकारी दिँदै नेपालका गरिब तथा असहाय बालबालिकाहरूको शिक्षाको लागि सहयोग जुटाउँदै हिँडेका दाहाललाई चितवन समाज युएईका तर्फबाट अध्यक्ष अरुण सुवेदीले सम्मान तथा आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। अमेरिकामा हेम सरिता पाठक प्रतिष्ठानद्वारा नेपालको भ्रष्टाचार र तस्करी तन्त्र विरुद्ध गीत सङ्गीतहरूको माध्यमबाट पनि भण्डाफोरको उद्घोष सार्वजनिक रूपले गरिएको छ। त्यसको सुरुवात वरिष्ठ लोकगायक प्रेमराजा महतले गीत गाएर सुरुवात गर्नुभएको थियो। वरिष्ठ कलाकार एवं अन्तर्राष्ट्रिय कलाकार मञ्चका सल्लाहकार नारायण रायमाझीको सङ्गीत रहेको उक्त सन्देशमूलक गीत एल्बम प्रतिष्ठानले छिट्टै सार्वजनिक गर्ने समाचार हामीलाई प्राप्त भएको छ। क्षेत्रीय समाज बेलायतको आयोजनामा गत अप्रिल 22 तारिक प्लान स्टेट स्थित सेन्ट प्लास्टिक हलमा बिहानको 11 बजेबाट आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो कार्यकालको लागि नयाँ कार्य समिति चयन गरी सम्पन्न गरेको छ। कार्यक्रममा युकेका विभिन्न ठाउँमा छरिएर बसोबास गर्ने क्षेत्रीय बन्धु परिवारको उपस्थिति रहेको थियो। साउजी नमस्ते। छोरो विदेश पठाउने त, छोरीको बिहे गराउने त, पैसा तिर्ने चाहिँ म। तैले लिएको यो ऋणको भाका सकिन, अब 20 मिनेट मात्रै बाँकी छ। मेरो पनि छोरो जापानमा छ। बा ढोगरे नालायक, तँलाई झन् बेलैमा पैसा पठाइदे भनेको होइन? जाने भो सब थोक साहुले लाने भो। त्यसो भए सुन्नुहोस्, म 10 मिनट भित्रमा जापानको जिएमई पुगेर पैसा हालिदिन्छु। बाँकी 5 मिनटमा पैसा तपाईँको हातमा। ल हिँड्नुहोस्। पैसा लिनुस्, जेएमई चिन्नुस्, मात्र 5 मिनेटमा। जेएमई रेमिट कम्पनी, हामीबाट पठाऊ, हामीबाटै पाऊ। के जापान अध्ययन गर्न जानु मात्र नै सफलता हो त? जापान जानुको उद्देश्य के हो? जापानमा सफल कसरी हुने? आउनुहोस्, हामी तपाईलाई साथ दिनेछौँ। सोल्टी कालिका स्थान काठमाडौँ 44 37 748, ग्रेटर बागबजार काठमाडौँ 42 44 851। A perfect destination for the student. तपाईँ हामीले देखेका सुनेका कुरा भन्दा भोगेका कुरा फरक हुन सक्छन्। विदेशको बसाइमा धेरै मान्छेको धेरै कुराहरू पनि सुन्नमा पाइन्छ। यहाँ बसेर परदेशको यात्रालाई मूल्याङ्कन गर्न त सजिलै हुन्छ होला, तर बिरानो देशमा गएर विभिन्न अवसर चुनौतीहरूसँग जुझ्दै अनुभव बटुलेका
प्रवासी नेपालीहरूको वास्तविकता कस्तो छ त? वास्तविक रूपमा प्रस्ट्याउनका लागि हामी उहाँहरूसँग प्रत्यक्ष भेटघाट गर्दै कुराकानी गर्दै त्यो अनुभवलाई तपाईमाझ बाँड्ने प्रयासमा पनि लागिरहेका छौं। आजको श्रृङ्खलामा पनि हामी प्रवासी नेपालीलाई कार्यक्रममा स्वागत गर्दै उहाँको अनुभव सुनाउँदैछौं हाम्रो नियमित स्तम्भ एनआरएन टक टाइम अन्तर्गत रहेर। मेरो नाम चेतना चौलागाई हो। घर मेरो सिन्धुपाल्चोक हो र म अहिले हाल हङकङमा बस्छु। होला 15-16 वर्ष भयो। त्यस्तै आफ्नो शान्ति नै व्यवसाय गर्छु। म हङकङमा चाहिँ कामको सिलसिलामा त इम्प्लोयमेन्ट कन्ट्र्याक्टमा आएको। यहाँको विषयवस्तुहरू जुन छन् नि, अब क्षेत्र अधिकार सम्बन्धी यो पपुलरलाई केही पनि थाहा छैन हेर्नुहोस् होइन। किन भन्दाखेरि यो कसरी पैदा भयो र के गर्न पैदा भयो, के गरिरहेछ भन्ने कुरो यो तपाईँको चाहिँ वास्तवमा जनताको हितमा छैन। अब जनताको हितमा छैन भन्नुको तपाईँको चाहिँ हुन त अब उहाँहरू धेरै तपाईँको चाहिँ हामीहरू निकै ठुलो हस्ती अथवा हामीहरू निकै राम्रो गर्छौँ, हामी देशलाई निकै चाहिँ तपाईँको चाहिँ खासमा तपाईँको देश डेभलप गर्न समृद्धि नेपाललाई चाहिँ जुन डेभलप गर्छौँ भनेर उहाँहरूको जुन किसिमको एक किसिमको त्यो घोषणा भनौँ कि के भनौँ, उहाँहरूको त्यो चाहिँ तपाईँको त्यो देशको लागि चाहिँ तपाईँको चाहिँ पर्याप्त त छैन। किन छैन भन्दाखेरि अब यानारणको सबैभन्दा चाहिँ तपाईँको प्रमुख कुरो भनेको यानारणलाई अहिलेसम्म नेपाल सरकारले एउटा चाहिँ दर्ता दिएको छैन, सबभन्दा ठुलो कुरो। र अर्को कुरो उसको आफैमा जुन पब्लिकको हिसाब किताब सम्बन्धी, उसका डोनेसन सम्बन्धी, उसले पैसा ल्याउने सम्बन्धी कुराहरूको लेखाजोखा अहिलेसम्म उसले पब्लिकलाई दिन सकेको छैन। किनकि उसले सरकारी एकाउन्टेन्ट मार्फत चाहिँ अपोइन्टमेन्ट गराएर उसले आफ्नो हिसाब देखाएको छैन, एउटा कुरा छ। र अर्को कुरो, यदि त्यो संस्थालाई गभर्मेन्टले चाहिँ दर्तै दिएको छैन भने उसको नेपालमा काम गर्ने जो स्टाफहरू कसरी इम्प्लोय भइरहेछन्, त्यसले स्यालेरी कसरी खाइरहेछ, क्यास खाइरहेछ, चेकबाट खाइरहेछ, अटोपे खाइरहेछ, ताकि उसको नेपालमा चाहिँ कुनै पनि बेमा खातै छैन भने त्यो संस्था पब्लिकको लागि वैधानिक हुन्छ कि अवैधानिक हुन्छ त? अब जसको एकाउन्ट नम्बरै छैन भने यो एउटा समस्या उसँग छ। र अर्को समस्या उसँग के छ भन्दाखेरि उसले जहाँ तपाईँको चाहिँ यानारण र विश्वका नेपालीहरूमा ऊ चाहिँ संस्था बनाइरहेछ त उसले कुन आधारमा संस्था बनायो? यदि नेपालमै दर्ता भएको छैन भनेदेखि त्यही नामको कम्पनी कसरी दर्ता हुन्छ अरू देशमा? एउटा नम्बर 1 मा है, यदि नेपालमा त्यो कम्पनीले लाइसेन्स लिएको छैन भने, त्यो संस्थाले लाइसेन्स लिएको छैन भनेदेखि विदेशमा ऊ दर्ता हुँदैन। तर फाटाफुट्टा यिनीहरूले तपाईँको सामान्य सिम्पल तपाईँको चाहिँ के अरे चाहिँ जस्तै हङकङकै कुरा गर्नुहोस्, सिम्पल हिसाबमा चाहिँ यिनीहरूले चाहिँ त्यो लोकल गभर्मेन्टसँग चाहिँ हाम्रो यो नेपालीको संस्था हो र हामी यो चाहिँ दर्ता गरी पाऊँ भनेर एउटा सामान्यभन्दा सामान्य किसिमको चाहिँ कहीँ लिएको छ। जस्तै हङकङमा एउटा सिम्पल लिएको छ, त्यसलाई भन्न मिल्दैन। किन? यो कम्पनीको नाम त एउटै छ नि त। तब एउटै कम्पनीको नाम फरक कन्ट्रीमा फरक दर्ता हुँदैन कि, बुझ्नु है भन? त्यो तपाईँको हेड अफिसमा दर्ता भएको छैन भनेदेखि विदेशमा दर्ता हुने कुरा आएन। एक नम्बरमा यो दर्ता भएको छैन र विदेशमा कहीँ चाहिँ उनीहरूको आफ्नै पाराको त्यो लोकल गभर्मेन्टसँग चाहिँ केही न केही तपाईँको त्यो एकदमै सस्तो किसिमको एकदम सस्तो किसिमको दर्ता चाहिँ त्यत्तिकै इन्डिभिजुअल गरेको छ। उसँग जब कि नेपाल गभर्मेन्टको हेड अफिसमा नै अब जस्तो समाज कल्याण मन्त्रालय भयो, त्यहाँको सम्बन्धित अरू निकायले उसलाई तपाईँको चाहिँ के अरे चाहिँ अथोरिटी दिएको छैन भने उसले अरू देशमा गएर कसरी अथोरिटी ल्याएर त्यो जनतालाई तपाईँको चाहिँ कसरी उसले तपाईँको चाहिँ एउटा मोबिलाइज गर्नको लागि चाहिँ उसले कुन वैधानिक बाटो अपनायो र उसित वैधानिक बाटो छैन, अवैधानिक बाटो उसले लिइरहेछ। अब उसले अवैधानिक बाटोबाट चाहिँ जनतालाई मोबिलाइज गर्छु भनेर जान्छ भने त्यो मान्छे कस्तो हो, त्यो संस्था कस्तो हो? एउटा कुरो त्यो भयो। र अर्को कुरो, उसले जब तपाईँको चाहिँ के चाहिँ कुनै पनि देशमा बस्ने नेपालीहरू त्यो देशको लोकल कानुनले उसलाई तपाईँको चाहिँ परिभाषित गरेको हुन्छ भने त्यो कानुनलाई फलो नगरिकन त्यत्रो संस्थाको तपाईँको चाहिँ यहाँको त्यत्र हस्तीहरू भए, नेपालको चाहिँ कन्सुलेटहरू छन्, नेपालको चाहिँ तपाईँको चाहिँ इन्भेस्टरहरू छन् विदेशमा, त्यसपछि नेपालमै यो कुरोहरू पटक हुन्छ। जब त्यो कुराहरूमा यत्रो तपाईँको चाहिँ के अरे गैर कानुनी काममा चाहिँ जनताहरूलाई चाहिँ तपाईँको चाहिँ के अरे अलमलाएर एउटा रिस्कमा जनतालाई घुमाएको छ उनीहरूले चाहिँ
म सिधा भनिदिन्छु उसले जनतालाई चाहिँ रिस्कमा चाहिँ राखेको छ। त्यो त चाइना कुरा गर्नुहोस् ल, चाइनामा तपाईँको चाहिँ नेपालको कम्पनी दर्ता गर्न कति गाह्रो छ भने चाइनामा तपाईँको चाहिँ त्यो कम्पनी कसरी दर्ता भयो त एकदम बिग पोइन्ट छ। अब तपाईँको मुस्लिम कन्ट्रीहरूमा त मुस्लिम कन्ट्रीहरूमा उनीहरूले कसरी त्यहाँ तपाईँको चाहिँ के अरे अथोरिटीले त लोक मान्छे कोही इम्प्लोइमेन्ट कन्ट्याक्टमा होला, कोही तपाईँको पढ्न बसेको होला, कोही व्यापार गर्न बसेको होला, उनीहरूको सीमित घेरा हुन्छ होइन। अब विदेशमा बस्ने नेपालीको चाहिँ तपाईँले भने घेरा क्षेत्र छ लोकल गभर्मेन्टसँग, त यहाँको चाहिँ क्षेत्र पनि छैन, घेरा पनि छैन, त्यसो केही पनि छैन कि। र अब रह्यो कुरो इन्भेस्टमेन्टको, अब तपाईँको चाहिँ एनआरएनको इन्भेस्टमेन्ट नेपालमा 0 छ होला। एनआरएनमा लागेका साथीहरूले लगानी गर्नुभयो होला, इन्डिभिजुअल हो त्यो, त व्यक्तिगत हो त्यो होला। कसैले तपाईँको डन्डे हाल्यो त्यो इन्डिभिजुअल हो होला। कसैले चाहिँ तपाईँको चाहिँ क्रियापति बहन बनायो होला, कसैले चाहिँ त्यो मरौमा जन बनायो होला। त्यो उनीहरूको भनेको इन्डिभिजुअल तपाईँको चाहिँ व्यक्तिगत हेल्प हो त्यो। त कम्पनीको हेल्प सामूहिक हेल्प र व्यक्तिगत फरक हुन्छ नि त। त्यसको बेनिफिसरहरूमा चाहिँ त्यो तपाईँको चाहिँ के चाहिँ फरक भएको हुनाले उनीहरूको जो नेपालमा गरिआएको छ, जस्तो हाइड्रो पावरको कुरो गर्नुहोस्, हाइड्रो पावर तपाईँको चाहिँ के चाहिँ व्यक्तिको लगानी हो। तपाईँको चाहिँ के चाहिँ सानिया ब्याङ्कको कुरो गर्नुहोस्, त्यो व्यक्तिको लगानी हो। अब अरू कुरा हो त्यो व्यक्तिले लगानी गर्न पाएका छन्, तर त्यो चाहिँ तपाईँको होल संस्थामा ल्याएर हालेर अब तपाईँको चाहिँ के चाहिँ त्यो संस्थाको नाम तपाईँको बजाएर चाहिँ उहाँहरूले एनआरएन एक कुरो पत्रै उहाँहरूले के खोजेको हो। भोलि तपाईँको एनआरएनका हाम्रा हस्ती साथीहरूले यस्तो जवाफ जनतालाई दिनुपर्छ कि उहाँहरूले के गर्दै खोज्नुहुन्छ, कसो गर्दै हुनुहुन्छ भन्ने कुराहरू चाहिँ तपाईँको चाहिँ उहाँहरूमा आफैमा कन्फ्युज छ। उहाँहरूले के भन्नुभएको छ भने हामी अत्याधिक रूपमा तपाईँको चाहिँ के चाहिँ हामीले इन्भेस्ट भित्राउँछौँ। ल इन्भेस्ट अत्याधिक मात्रामा भित्राउनलाई त्यो प्लानिङ कि प्रोजेक्ट के हो, त्यो पैसा कहाँ आउने हो, त्यसको सोर्सेस के हुन्, त्यो पैसाका ट्रान्जेक्सनहरू के कसरी हुन्छन्, कस्तो खालको प्रोजेक्ट बन्छ, त्यहाँ कति इम्प्लोइ नेपाली हुन्छन्, र त्यसको तपाईँको डेभलप के हुन्छ, त्यसको बेनिफिट के हुन्छ, यो सारा तपाईँको चाहिँ के अरे होल प्लानिङ नभइकन म इन्भेस्ट ल्याउँछु भनेर म भोलि चाहिँ तपाईँको चाहिँ 80 करोड डलर ल्याउँछु तपाईँ पत्याउनुहुन्छ भाइ। नेपालमा तपाईँको चाहिँ के चाहिँ लगानी गर्ने जति पनि छन् संस्थाहरू दुनियाँ छन्, त्यहाँ उहाँले गरिरहनु भएको छ, विदेशी स्वदेश गएर। तर मान्छेले तपाईँको चाहिँ उहाँ लगानी गरेर उहाँ भ्रष्टाचारले चाहिँ पुरा देशै भ्रष्टले खाइसक्यो होइन। अनि यो अवस्था नेपालमा छ। अब उहाँहरू अलिकति एडभान्टेजको कुरा बढी गर्ने, अब नेताहरू बढी भेट्ने, अब प्लानसँग केही पनि छैन, यो गर्छु त्यो गर्छु भन्ने, यो तपाईँको क्षेत्राधिकार जनताको क्षेत्रभन्दा बाहिर चाहिँ यो एनआरएन छ, मैले आफूले देखेको है। अब कन्सुलेटरहरू जहाँ छन्, जहाँ एडमिनिस्टर छ, उहाँहरूलाई पनि क्लियर थाहा छैन कि यो संस्थाले के गर्ने भन्ने कुरो, तर उहाँहरू गरिरहनु भएको छ करस्पोन्डिङहरू चाहिँ रमाइलो कुरो यहाँ तपाईँको। मतलब भन्न खोजेको कुरो के भन्दाखेरि चाहिँ यस्तो तपाईँको जनताको संवेदनशील विषयहरूमा त्यस्तो तपाईँको एकदमै उहाँहरू गरिरहनु भएको छैन। र साँच्चै गरी उहाँहरू गरिने हो भने भोलि नेपालको कन्सुलेटरहरूले एडमिनिस्ट्रेटरहरूले चाहिँ त्यही यानालाई चाहिँ तपाईँको सघाउनु पर्ने स्थिति आउँछ। ऊ आफैमा याना अघोषित छ र यहाँको चाहिँ दूतावासहरूका चाहिँ साथीहरूले पनि तपाईँको आरामसँग त्यो अघोषित चिजलाई चाहिँ स्वीकार गर्नुभएको छ। अब नेताहरू चाहिँ यहाँका मान्छेपछि भुतुकै हुन्छन् कि तपाईँको चाहिँ यो त अचम्म छ। तपाईँ त्यो भेटघाट दिने, अब भेट दिने, है तपाईँको चाहिँ के चाहिँ गफसफ गर्ने निकै राम्रो छ उहाँहरूको। यो किन भइरहन्छ भन्दाखेरि चाहिँ यो तपाईँको चाहिँ हाम्रो नेपालका नेताहरू, अब मैले मात्रै भन्नु परेन, अब सबै पब्लिकलाई पनि थाहा भइसक्यो, अब सबैतिर चाहिँ तपाईँको उ पनि भइसक्यो। तपाईँको पैसोमा अलिकति के बेनिफिटहरू पाइने, देश घुम्न पाइने, हेर्न पाइने, डुल्न पाइने, खर्च पर्च पनि मिल्ने, यो सारा चाहिँ तपाईँको पर्सनल व्यक्तिगत फाइदाहरू चाहिँ नेताहरूलाई बढी हुने भएको हुनाले उहाँहरू त्यसमा के हुनुभएको चाहिँ कुरो त्यो चाहिँ हो। हेर्नुहोस् त तपाईँको त कुनै पनि प्रोजेक्टमा, बिजनेसमा, इन्भेस्टमेन्टमा होइन। हेर्नुहोस् त तपाईँको चाहिँ के अरे यो एकदम सफा कुरो। यो तपाईँको नेताको दायित्व के हो, उसले के गर्नुपर्थ्यो, उसको प्लानिङ कस्तो हुनुपर्छ, उसको भिजिट कस्तो हुनुपर्छ भन्ने कुराहरू त हामी जनताले सामान्यले पनि अलिकति बुझेका छौँ, तर हाम्रो नेताले बुझेको छैन। ल भोलि तपाईँको चाहिँ के अरे यहाँ टिकट काटिदिने नेतालाई अङ्कमा सिरेर आउँछन् जाने, त्यति इजी छ कि त्यति इजी नेतालाई विदेशमा तपाईँ बस्ने 500-700 टाइ लाएर जाने साथीहरूले सजिलैसँग तपाईँको चाहिँ के अरे उहाँहरूलाई चाहिँ त्यो सबै कुराहरू पुरा गरिदिनुहुन्छ क्या। त्यसले गर्दा उहाँ नेताहरू अलिक भुतुकै हुनुहुन्छ। यो गल्ती हो, यो एकदम गल्ती हो यो कुराहरू। म नेताहरूलाई अहिलेसम्म बोलाएको पनि छैन, आएको बेला म त भेट्दा पनि भेट्दैनन्। उनीहरू मलाई भेट्न पनि फेरि सबै नेताहरूले हङकङमा आउँछ, म चिनिहाल्छन्।
तर उनीहरूले मलाई भेट्न पनि मन पाउँदैन कि वास्तवमा भन्ने हो भने अब मैले भनिदिइहाल्छु कुरा गरिदिइहाल्छु है। त्यसले गर्दाखेरि नेताहरूलाई मैले बोलाएको पनि छैन, एउटा टिकट किने पनि छैन। अब रेमिटेन्स छ हजुर, अब रेमिटेन्स त्यस्तो नेताहरूको जेबभित्र, त्यहाँको नेपालको गुन्डाहरूको जेबभित्र राम्रोसँग भन्नुपर्दाखेरि है, अनि पुलिसहरूको ठुल्ठुलो हाकिमहरूको जेबभित्र त पुगेको छ हजुर। राम्रो सफा कुरो बोल्नु होइन भने हिसाब ल मैले झुटो बोले हो भनेदेखि ल भोलि हिसाब गरौँ। तपाईँको चाहिँ नेपाल मनी अथोरिटीले, नेपाल राष्ट्र ब्याङ्कले हिसाब गरोस्, उसले प्रत्येक 20 वर्षको खाता पल्टाओस् नेपाल राष्ट्र ब्याङ्कले कति रेमिटेन्स आएछ भन्ने कुरो मैले दिने होइन, नेपालको राष्ट्र ब्याङ्कले जनतासम्म नै उभिएर हङकङमा रेमिटेन्स बनाउँछ। पहिला मैले हेर्नुहोस् सफासफी तपाईँको चाहिँ त्यो नेपाल कन्सुलेटको चाहिँ तपाईँको अफिसमा गएर सोद्धाखेरि यो हाम्रो जब होइन भने तपाईँहरूले देशको रेभिन्यूमा किन ध्यान दिनु भएन भन्दाखेरि यो हाम्रो जब होइन। त्यसको जब के हो त जब? मैले आँखाले देखेको कुरो चाहिँ हङकङमा एउटा कन्सुलेट आउँदाखेरि 4 वर्ष लाग्छ। हेर्नुहोस् है, 4 वर्षमा आएपछि मैले त स्यालेरी पनि सोधेँ क्या। स्यालेरी सोद्धाखेरि चाहिँ त नेपालको 60,000 स्यालेरी हुँदो रहेछ। सुन्नुहोस् है, अब उहाँको छोरा हुन्छ, छोरी हुन्छ, स्कुल राम्रो हुन्छ, अब स्ट्यान्डर्ड मान्छे, सचिव मान्छे अब राम्रै हुन पर्यो है। त्यो खर्च चाहिँ तपाईँको चाहिँ के चाहिँ झन् 50% खर्च हुँदो रहेछ। अब बच्ने भनेको महिना 20-40 हजार त बल्ल 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 दुःखले बताउँछन् है, उहाँहरूको पनि आफ्नो समस्या छ। अब त्यसले गर्दाखेरि तपाईँको चाहिँ 4 साल बसेर फर्केपछि 4 करोडको 5 करोड घर बन्छ, अनि सम्पत्तिको हक पनि चेक नगरे के चाहिँ गर्ने तपाईँको। अब अहिले सबै कुराहरू नेपालमा चाहिँ पैसाले घुमाइरहेछन्, तर वास्तवमा तपाईँको चाहिँ के अरे चाहिँ नि मलाई अचम्म लागेको चाहिँ त्यो नेपाल हङकङमा तपाईँको 4 सालमा गएपछि 4 वर्षमा ब्याक गएपछि 4-5 करोड घर बन्छ, 4-5वटा स्टाफ त्यहाँ आउँछन् भनेपछि त्यो पैसा कहाँबाट आउँछ त? हो तपाईँले भन्नु खोज्नु भएको रेमिटेन्स चाहिँ त्यतापट्टि जान्छ के, उता खोज्ने हो। अब गभर्मेन्टमा बस्ने निकायमा बस्ने साथीहरूले अलिकति इमान्दारीपूर्वक चाहिँ काम चाहिँ कहाँ पनि गरेका छैन भनेदेखि यो यहाँ नारायणको तपाईँको चाहिँ के चाहिँ यो तपाईँको चाहिँ त्यही यसो चाहिँ तपाईँको चाहिँ के अरे उहाँहरू यसो व्यापार बिजनेस साथीहरू चिन्नको लागि होइन, ओल्ड वाइजमा बस्ने नेपालीहरूलाई चाहिँ एउटा अप्रत्याशी रूपमा नजाँदिनो तरिकाले चाहिँ उहाँहरूले एउटा तपाईँको साथीभाइलाई डेभलप गर्नलाई आफ्नो व्यापार बिजनेस फैलाउनलाई चाहिँ एउटा चाहिँ नेटवर्क चाहिँ बनाएको हो क्या तपाईँको। अब हाम्रो व्यापारी फर्म हो, हाम्रो यो फलानु क्लब हो, हामीले यो हो हाम्रो पोलिसी भनेर उहाँहरूले त्यही टाई लगाएकै क्लब खोल्ने हुन्थ्यो कि। त्यो पाउँछ उहाँहरूले, व्यापार बिजनेस गर्न क्लब खोल्न यी सारा पाउँछन्, तर त्यो चाहिँ नगर्ने। हेर्नुहोस् है, त्यो गर्दाखेरि उहाँहरूलाई कुनै के समस्या आउने हो थाहा छैन है। उहाँहरूले यहाँ गयो भन्ने, अब हामी सोसल काम गर्ने भन्ने, अब परिवारको हेल्प गर्ने भन्ने के भन्ने, उहाँहरू त्यो बाहनामा चिप्लिनु भएको छ, त्यो बाहनामा जनतालाई घुमाइरहनु भएको छ। अनौठो कुरो रमाइलो कुरो त जो मान्छे नेपाली हो जसको अस्तित्व नेपालमा छैन उसलाई हामीले खोज्नुपर्छ। चाहे इन्डिया बसोस्, चाहे भुटान बसोस्, चाहे चाहिँ म्यानमार बसोस्, चाहे अमेरिका बसोस्, हामीलाई त्यो कन्सर्न भएन। तपाईँको हाम्रो नेपाली हो, उसले चाहन्छ नेपाल, हामीले खोज्नुपर्छ, त्यो नेपालले खोज्नुपर्छ, त्यसलाई हामीलाई कार्ड दिनुपर्छ होइन, अनि भिसा पनि दिनुपर्छ त्यसै कुरा। तर अब हामीलाई भिसा चाहिँ अब चाहिँदैन है, सिम्पली कुरो के तपाईँ चाहिँदैन भनेपछि अब यो के हो तपाईँको हो। हामी विदेशमा बस्ने हामीलाई प्रवासी नेपाली भन्न चाहिँ मिल्छ है, बास छोएर पहर बस्नेलाई चाहिँ प्रवासी नेपाली चाहिँ भन्न पाइयो हामीलाई। मेरो आफ्नो कुरो है, अब कुरो मिल्छ मिल्दैन भोलि अब चाहिँ नि त्यो अब नेपालको चाहिँ बुद्धिजीवीहरूले चाहिँ बहस गर्ने कुरो भयो, त्यो बहस नै गर्नुपर्छ। हामी नेपालीलाई अहिले यहाँ नाट्नु भनेर तपाईँको चाहिँ नि के हामीलाई जा भनी यहाँ नाट्यो र कि नेपालले हामीलाई घचेटै छ जा भन्ने हो कि? हामी पल्लो घरमा बस्ने मान्छे चाहिँ हो आप्रवासी भन्छ हामीलाई तपाईँको चाहिँ प्रवासमा बस्ने प्रवासी भयो हामी चाहिँ नि। नेपालीले गए त हामी त त्यहीँको भइहाल्यो नि भने हामी यहाँ नाट्नु होइन। मान्छे एकदमै झुकिरहेको छ किन कन्फ्युज भइरहेको छ मान्छेको चाहिँ। त्यो उहाँले जसले नेपालको चाहिँ कुनै पनि आइडेन्टिफिकेसन छैन, कुनै प्रपर्टी छैन, के पनि छैन, उसलाई थाहै छैन भने त्यो चाहिँ हो यहाँ नारायण। गभर्मेन्टले पनि अब सम्बन्धित निकायहरूलाई चाहिँ अब चाहिँ तपाईँको सम्बन्धित कामको चाहिँ ट्रेनिङ दिएर होइन जनतालाई कसरी सर्भिस गर्ने भन्ने खालको चाहिँ प्लानिङ गरेर ट्रेनिङ गरेर चाहिँ एउटा जनतालाई जस्तै विदेशमा बस्ने नेपालीहरूलाई कसरी ट्रिट गर्ने त होइन, कसरी तपाईँको चाहिँ के चाहिँ उनीहरूलाई म्यानेजमेन्ट गर्ने त भन्ने खालकोहरूमै समस्या आइरहेको छ कि। हो त्यो तपाईँको चाहिँ के चाहिँ अब विदेशमा बस्ने नेपालीहरूलाई चाहिँ म्यानेजमेन्ट गर्नको लागि त्यो रिप्रेजेन्टेटिभ लिएर बसेको संस्था नै पर्फेक्ट भएर चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ के चाहिँ आज अहिले जति भयो होइन, अब यो गल्ती कम्युनिटी पाठ सिकेर गल्ती यदि भयो एकदम भएको छ, त्यो गल्तीबाट चाहिँ पाठ सिकेर चाहिँ भविष्यमा चाहिँ तपाईँको चाहिँ सरकारी निकायबाटै हाम्रो संसदको निकायबाट नै अलिकति तपाईँको चाहिँ नि
पूर्ण रूपको एकदमै राम्रो स्ट्रङ म्यानेजमेन्ट र तपाईँको क्वालिटीको हुनु पऱ्यो कि त म्यानेजमेन्ट क्वालिटीको हुनु पऱ्यो कि जनतालाई एकदमै तपाईँको सजिलो तरिकाले तपाईँको चाहिँ मोबिलाइज गर्न सक्ने फाइदा हुन सक्ने होइन त्यस्तो खालको चाहिँ तपाईँको स्किल तपाईँको चाहिँ हाम्रो सम्बन्धित कन्सल्टेन्ट र एमएसटरलाई चाहिँ अब डेभलप गरेर चाहिँ लान सक्यो भनेदेखि केही न केही तपाईँको चाहिँ राम्रो चाहिँ हुन्छ हेर्नुहोस् त्यहाँनिर। ए साउजी नमस्ते। छोरो विदेश पठाउने त छोरीको बिहे गराउने त पैसा तिर्ने चाहिँ म तैँले लिएको यो ऋणको भाका सकिन अब 20 मिनट मात्रै बाँकी छ। मेरो पनि छोरो जापानमा छ। बा ढोकरे नालायक तँलाई झन् बेलैमा पैसा पठाइदे भनेको होइन जाने भो सब थोक साहुले लाने भो। त्यसो भए सुन्नुहोस् म 10 मिनट भित्रमा जापानको जिएमई पुगेर पैसा हालिदिन्छु बाँकी 5 मिनटमा पैसा तपाईँको हातमा। ल हिँड्नुहोस्। पैसा लिनुहोस् जेएमई चिन्नुहोस् मात्र 5 मिनटमा। जेएमई रेमिट कम्पनी हामीबाट पठाउँ हामीबाटै पाऊ। के जापान अध्ययन गर्न जानु मात्र नै सफलता हो त? जापान जानुको उद्देश्य के हो? जापानमा सफल कसरी हुने? आउनुहोस् हामी तपाईलाई साथ दिनेछौँ। सोल्टी कालिका स्थान काठमाडौँ 44 37 748 ग्लेटर बागबजार काठमाडौँ 42 44 851 A perfect destination for the student। परदेश बसाइमा कामकाजको चटारो अनि व्यस्ततालाई पनि अलिकता पर पन्छाउँदै तपाईँ हाम्रा प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू चाडपर्व आउँदा होस् अथवा एक आपसमा जमघट हुँदा होस् आफ्नोपनलाई माया गर्दै रमाएका पलहरू पनि हामीले हाम्रो यात्रामा प्रशस्त रूपमा भेटेका छौँ। अबको पालो एनआरएन इन्टरटेनमेन्टको। आफ्नो भौतिक शरीर प्रदेशमा रहे तापनि आफ्नो मन भने हर पल मातृभूमि नेपालमा हुने गर्छ भन्छन् प्रवासमा जीवनयापन गरिरहेका प्रवासी नेपालीहरू। यो भनाइको प्रत्यक्ष उदाहरण हो अहिले तपाईँ हामीले देखिरहेको जापानमा आयोजना गरिएको नेपाल फेस्टिभल। कार्यक्रम हेर्दै हुनुहुन्छ तपाईको सल्लाह सुझाव र प्रतिक्रिया छन् भने अवश्य पनि हामीलाई प्रेषित गर्नुहोला। अनि विश्वका विभिन्न राष्ट्रबाट तपाईँ यो कार्यक्रम हेर्दै हुनुहुन्छ भने तपाईँ बसेको राष्ट्रमा नेपालीहरूको स्थिति कस्तो रहेको छ, कुनै कार्यक्रम पो गरिरहनु भएको छ अथवा सूचना सन्देश र जानकारी छन् भने अवश्य पनि पठाउनुहोला। हामी त्यसलाई कार्यक्रममा स्वागत गर्दै सम्बन्धित क्षेत्र र व्यक्ति समक्ष पुर्याउने प्रयास गर्नेछौँ। आगामी हप्ता यसै बार र यसै समयमा अरू थप विषयवस्तुलाई प्रस्ट्याउनका लागि हामी उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रम युनिटका सम्पूर्ण सदस्यहरू सँगसँगै म सुमित्रा खड्का पनि आजको यात्राबाट बिदा माग्दछु। हस्त फेरि भेटौँला। नमस्कार।